डिमान्ड अनुसारको भात पकाइदिएको छु चाम्रे हैन अनि त्यसपछि यो चाहिँ लसुन र खोर्सानीको अचार आफैले बनाएको अनि पोर्क साइडमा अनि आलु भुटेको हैन त्यसपछि यो चाहिँ दाल यो भन्दा चाम्रेको लागि बेस्ट कम्बिनेसनहरु केही हुन सक्छ हुँदैन ल मैले खाएँ ल थ्यांक यू भन थ्यांक यू सो मच कामबाट गलेर आउँदाखेरि यस्तो मिठो मिठो खाना खानु पाउँदा कस्तो लाग्छ एकदम स्वर्ग स्वर्ग पुगेको जस्तो लाग्छ भन है साँच्चै ल मैले खाएँ ल त गालामा के भएको पिम्पल पिम्पल हैन पिरो दामी भएछ हौ ओहो दाल पनि कस्तो दामी आथा आथा तातो ल खाएँ ल खाएर अघि खाइसकेर पोर्क त झन् है दाल सबैभन्दा मिठो हौ थ्यांक यू भन थ्यांक यू अनि